स्वागत छ साथीहरू। आज हामी नेपालको संविधानको भाग 4 धारा 51 मा उल्लेखित राज्यका नीतिहरू लिएर आएका छौँ। लोकसेवाले पहिलो पत्रमा सोधिराख्ने र दोस्रो पत्रको लागि पनि महत्त्वपूर्ण प्रश्न हो, जुन चाहिँ राज्यका नीति संविधानले कति भागमा व्यवस्था गरेको छ भनेर हामीलाई सोध्छ। त्यतिखेर हामीले अप्सनमा भाग 1, भाग 2, भाग 3 र भाग 4 भनेर अप्सन दिन्छ। त्यतिखेर हामीले भाग 4 भनेर लगाउनु पर्छ। अर्को भनेको कति धारामा व्यवस्था गरेको छ भनेपछि हामीले राज्यका नीति धारा 51 मा व्यवस्था गरेका छन्, उल्लेखित गरेका छन् भनेर पढ्छौँ। र कतिवटा छन् भनेपछि हामीले 13 वटा भनेर पढ्नुपर्छ। यी नीतिहरू हामीले दोस्रो पत्रमा लेख्दाखेरि सिक्वेन्स अनुसार लेख्नुपर्छ। जस्तो कि हामीले 11 नम्बरमा भएको नीति 1 नम्बरमा लेख्नु हुँदैन, यो चाहिँ सिक्वेन्स अनुसार लेख्नुपर्छ क्रमवाइज। र हामीले यिनीहरू पढ्ने एउटा सूत्र लिएर आएका छौँ, जुन चाहिँ रारा सीमा विपना श्रम गर्ने र स्थानीय पर्यटनको अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने भनेर हामी 13 वटा नीति यसरी याद गर्नेछौँ। रारा ताल्न भनेर हामी रारा सी भनेको के हो त? समुद्र है। अब जहाँ पानी हुन्छ त्यहाँ हामी समुद्र भन्छौँ। अब रारा ताल भनेको नेपालकै सबभन्दा ठुलो ताल हो भने हामी त्यसरी याद गर्नेछौँ। त्यसलाई हामी ताल्न भनेर समुद्र भनेर पढ्नेछौँ। जस्तो कि पहिलो रा भनेको राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति हो भने दोस्रो रा भनेको राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति भनेर हामी पढ्नेछौँ। र सीको अर्थ है, यस भनेको के त? सामाजिक, सोसल भनेर पढ्छौँ नि हामी है। यस भनेको सामाजिक सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति र ई भनेको इकोनोमिक क्षेत्र जसले अर्थतन्त्रलाई जनाउँछ। अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति। र ए भनेको एग्रिकल्चर, कृषि र भूमि सुधार सम्बन्धी नीति भनेर यति 5 वटा याद गर्छौँ। अर्को विपना भनेको एउटा केटीको नाम सम्झिने। विपना बी भनेको विकास सम्बन्धी नीति र प भनेको प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्धन र उपयोग सम्बन्धी नीति र ना भनेको नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीति र अर्को भनेको श्रम र रोजगार सम्बन्धी नीति र सा भनेको सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति र न्याय भनेको न्याय र दण्ड सम्बन्धी नीति र पर्यटन भनेको हामीले पर्यटन सम्बन्धी नीति र अन्तर्राष्ट्रिय सम्बन्ध भनेको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति भनेर हामी पढ्छौँ। यसरी हामी 13 वटा नीतिहरू याद गर्छौँ भने आगामी यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। यो चाहिँ लोकसेवाको लागि एकदमै महत्त्वपूर्ण लगायत कोशीको सेक्सन C मा राज्यका नीति उल्लेख गर्नुहोस् भनेर सोध्छ। हामीले लेख्ने भनेको यिनै 13 वटा नीति हो। र हाम्रो यो च्यानललाई सब्सक्राइब गरेर आगामी दिनमा यस्तै सूत्रहरू, सजिलो तरिकाहरू, टिप्सहरू जान्नका लागि सब्सक्राइब गरेर साथ दिनुहोस्।